तपाईहरु पनि भर्खर भर्खर फेसबुक खोल्नु भएको छ र फेसबुकमा कसरी पैसा कमाउन सकिन्छ के कुराहरु ध्यान दिनुपर्ने हुन्छ कसरी सेटिङहरु मिलाउन सकिन्छ र आफ्नो जुन चाहिँ फेसबुक तपाईले प्रोफाइल चलाइराख्नु भएको छ त्यसमा चाहिँ फ्रेन्ड रिक्वेस्ट मात्रै आइराखेको छ त्यसलाई चाहिँ फलोअर्स बनाउन कसरी सकिन्छ आजको भिडियोमा त्यसकै बारेमा कुरा गर्नेछौं। यदि युट्युब देखि हेर्दै हुनुहुन्छ भने सब्स्क्राइब गरेर जानु होला र फेसबुक देखि हेर्दै हुनुहुन्छ भने फलो गरेर जानु होला र भिडियो सुरु गरौँ अब है। सो सबैभन्दा पहिला हामीले चाहिँ बुझ्नुपर्ने कुरा के छ त भन्दाखेरि सबैभन्दा पहिला चाहिँ हामीसँग फेसबुक चलाउँदै हुनुहुन्छ तपाईले भर्खर भर्खर खोल्दै हुनुहुन्छ या अलि पहिलेदेखि चलाइराख्नु भएको छ अब चाहिँ तपाईले त्यसलाई चाहिँ प्रोफेसनल तरिकाले चलाउन चाहनुहुन्छ भने चाहिँ सबैभन्दा पहिलो कुरा चाहिँ तपाईले के गर्नुपर्छ त त्यसलाई चाहिँ प्रोफेसनल ड्याशबोर्ड अन गर्नुपर्ने हुन्छ है। प्रोफेसनल ड्याशबोर्ड अन गर्नलाई के गर्नुपर्ने हुन्छ म तपाईहरुलाई सिकाउँदै छु है। मेरो स्क्रिनमा हेर्न सक्नुहुन्छ तपाईले म आफ्नो फेसबुकमा आइसकेको छु। अब चाहिँ तपाईलाई म सिकाउने छु कि यहाँनेर हेर्न सक्नुहुन्छ प्रोफेसनल ड्याशबोर्ड अन गर्नलाई चाहिँ तपाई आफ्नो प्रोफाइलमा जाने गइसकेपछि चाहिँ यदि तपाईले प्रोफेसनल ड्याशबोर्ड अन गर्नु भएको छैन भने यो ड्याशबोर्ड लेखेको हुँदैन तपाईकोमा है। यहाँनेर चाहिँ स्टोरी अरु के लेखेको हुन सक्छ तर यस्तो चाहिँ ड्याशबोर्ड लेखेको चाहिँ हुँदैन तपाईको है। यो ड्याशबोर्ड भन्ने जुन छ यो चाहिँ हुँदैन र यसमा थिच्दाखेरि यस्तो खालको चाहिँ आउँदैन। यदि तपाईले पहिले प्रोफेसनल ड्याशबोर्ड अन गरिसक्नु भएको छ भने धेरै राम्रो छ तपाईले चाहिँ सेटिङहरु चाहिँ मिलाउनु पर्ने अवस्था हुन्छ है। सो यहाँ जाने माथि गइसकेपछि चाहिँ तल हेर्न सक्नुहुन्छ टर्न अन प्रोफेसनल ड्याशबोर्ड भन्ने हुन्छ है। यदि तपाईको यहाँनेर अफ लेखेको छ भने ठीक छ तपाईको चाहिँ ठीक छ। यदि अफ लेखेको छ र त्यहाँनेर प्रोफाइलमा ड्याशबोर्ड छ भने तपाईको ठीक छ। यदि तपाईको त्यहाँनेर ड्याशबोर्ड पनि छैन र यहाँनेर अन लेखेको छ भने चाहिँ तपाईले यो भित्र गएर क्लिक गरेर लग इन गरेर लग गर्न सक्नुहुन्छ है। त्यस्तो गर्नुभयो भने तपाईको चाहिँ प्रोफेसनल ड्याशबोर्ड चाहिँ अन हुन्छ। तपाईले यहाँ गएर केही पनि गर्नु पर्दैन सिधै लगइन गर्ने मात्रै हो है। सेट अप गर्ने मात्रै हो केही पनि त्यस्तो हार्ड काम हुँदैन। त्यो नर्मल जसले पनि फेसबुक चलाउन चाहनुहुन्छ उहाँहरुले गर्न सक्नुहुन्छ है। त्यस्तै गरी हामी चाहिँ त्यसपछि दोस्रो नम्बरमा हामीले के कुराहरु गर्नुपर्ने हुन्छ र सेटिङहरु कहाँ गएर मिलाउनु पर्ने हुन्छ त्यसको बारेमा भन्नुभन्दा पहिला चाहिँ म तपाईहरुलाई के भन्छु भन्दाखेरि सेटिङहरु मिलाउनु भन्दा पहिला चाहिँ म तपाईहरुलाई एउटा कुरा बुझाइदिन्छु कि हामीले फेसबुकमा पैसा कमाउनलाई के कुराहरु चाहिन्छ त कति फलोअर्स चाहिन्छ कति चाहिँ एंगेजमेन्ट चाहिन्छ कति हाम्रो भ्यूज चाहिन्छ के चाहिन्छ हामीलाई फेसबुकमा पैसा कमाउनको लागि। यदि नयाँ क्रिएटर हुनुहुन्छ भने धेरै जनालाई चाहिँ कन्फ्युज हुन सक्छ धेरै जनाले चाहिँ कन्फ्युज बनाइदिराख्नु भएको हुन सक्छ कसरी पैसा कमाउन सकिन्छ के कुराले पैसा कमाउन सकिन्छ भनेर धेरै जनालाई चाहिँ के हुन सक्छ खुल्दुली हुन सक्छ। सो त्यो कारणले गर्दाखेरि तपाईहरुले चाहिँ पैसा कमाउनको लागि तीनवटा चीजहरु एकदमै ध्यान दिनुपर्ने हुन्छ। यहाँनेर स्क्रिनमा देख्न सक्नुहुन्छ यो ड्याशबोर्ड यसमा कतिवटा चीजहरु छ कन्टेन्ट मोनेटाइजेसन स्टार सब्स्क्रिप्सन र अरु कुराहरु पनि छन् जुन चाहिँ तपाईलाई खासै जरुरत हुँदैनन् है। तपाईले ध्यान दिनुपर्ने यदि तपाईले प्रोफेसनल तरिकाले आफूले भिडियो बनाएर मात्रै पैसा कमाउन चाहनुहुन्छ भने चाहिँ तपाईले यी तीनवटा कुरा चाहिँ गर्नै पर्ने हुन्छ। एउटा स्टार सेटअप गर्नुपर्ने हुन्छ जुन भनेको 500 फलोअर्स पुगेपछि चाहिँ तपाईको सेटअप हुन्छ है। 500 फलोअर्स पुगेपछि र एक महिना तपाईको 500 फलोअर्स पुगेको एक महिना भयो भने तपाईको सेटअप आउँछ। त्यस्तै गरी सब्स्क्रिप्सन भनेको तपाईको ओरिजिनल चीज तपाईको ओरिजिनल चीजहरु छ भने जस्तै कि तपाईको आईडी ओरिजिनल छ फोटोहरु ओरिजिनल छ सबै कुराहरु ओरिजिनल छ भने तपाईलाई सब्स्क्रिप्सन पनि दिन सक्छ। सब्स्क्रिप्सन पनि तपाईलाई के हुन्छ त 5000 फलोअर्स लगभग कम्प्लिट हुँदाखेरि तपाईलाई सब्स्क्रिप्सन दिइहाल्छ यदि तपाईको प्रोफाइलमा चाहिँ कुनै पनि समस्याहरु छैन भने। त्यसपछि कन्टेन्ट मोनेटाइजेसन कुरा आउँछ। कन्टेन्ट मोनेटाइजेसन सबैभन्दा पहिलो कुरा कन्टेन्ट मोनेटाइजेसन नै हो जसले चाहिँ फेसबुकमा पैसा कमाउन सकिन्छ है। बाँकी कुराले चाहिँ हामीले फेसबुकमा पैसा कमाउन धेरै गाह्रो पर्न सक्छ। सो कन्टेन्ट मोनेटाइजेसन सेटअप नै हाम्रो पहिलो विकल्प हुनेछ फेसबुकदेखि पैसा कमाउनलाई है। यदि तपाईहरुले पैसा कमाउन चाहनुहुन्छ भने फेसबुकदेखि पैसा कमाउन चाहनुहुन्छ भिडियोदेखि फोटादेखि स्टोरीदेखि पैसा कमाउन चाहनुहुन्छ भने कन्टेन्ट मोनेटाइजेसन सेटअप आउनुपर्छ त्यसपछि मात्रै तपाईको चाहिँ पैसा कमाइ हुन्छ। सो सेटअप आउनलाई तपाईले के गर्नुपर्ने हुन्छ भन्दाखेरि 1,50,000 भ्यूज 90 दिन भित्रमा ल्याउनु पर्ने हुन्छ। त्यस्तै गरी तपाईले जुलाईसम्मको लागि चाहिँ कुनै पनि फलोअर्सको लिमिट छैन फलोअर्स जति भए पनि कन्टेन्ट मोनेटाइजेसन दिन सक्छ तर जुलाई पछि चाहिँ तपाईको
10,000 फलोवर्स चाहिँ कम्प्लिट गर्नै पर्ने हुन्छ। सो त्यो भएर तपाईँहरूले चाहिँ सकेसम्म जुलाईभन्दा अगाडि नै तपाईँले चाहिँ कन्टेन्ट मोनिटाइजेसन चाहिँ सेटअप गरेर सक्दा राम्रो हुन्छ है। त पछि गएर त्यो फेसबुकले नियम चेन्ज गर्न सक्छ गर्न सक्दैन त्यो अलग कुरा भयो। अहिलेको लागि चाहिँ जुलाईसम्मको लागि चाहिँ तपाईँलाई के गरेको छ त फ्री गरेको छ कन्टेन्ट मोनिटाइजेसन खोल्नलाई। तपाईँको यदि सबै कुराहरू राम्रो छ भने चाहिँ कन्टेन्ट मोनिटाइजेसन सजिलै दिन सक्छ। सो सजिलै पनि पाउन सक्नुहुन्छ तपाईँले। अब कुरा गरौँ कुनबाट चाहिँ कसरी पैसा आउँछ भन्ने कुरा। कन्टेन्ट मोनिटाइजेसनको हकमा चाहिँ कन्टेन्ट मोनिटाइजेसनले तपाईँको भिडियो फोटो अनि त्यस्तै गरी स्टोरी स्टाटस रिल्सहरू सबैबाट पैसा दिन्छ। तपाईँको भ्युजको आधारमा र इङ्गेजमेन्टको आधारमा पैसा दिने गर्छ है। त्यस्तै गरी दोस्रो नम्बरमा छ सब्सक्रिप्सन। सबैभन्दा धेरै पैसा दिने अर्को प्लेटफर्म हो सब्सक्रिप्सन। त्यही फेसबुककै प्लेटफर्म हो तर पनि त्यो अर्को टुल्स हो सब्सक्रिप्सन है। सब्सक्रिप्सन भनेको के हो भन्दाखेरि तपाईँको फेसबुकलाई चाहिँ तपाईँको फेसबुक आइडीलाई कसैले सब्सक्राइब गर्छ भने त्यसले चाहिँ मन्थली पे गर्ने हुन्छ। उहाँहरूले चाहिँ मन्थली पे गर्नुहुन्छ। जुन चाहिँ पे गर्नुहुन्छ त्यो पे गरेको चाहिँ केही भाग चाहिँ फेसबुकले राख्छ र केही भाग चाहिँ तपाईँलाई दिन्छ। सो सबै पैसा तपाईँलाई दिँदैन, केही भाग चाहिँ तपाईँलाई दिन्छ र केही पर्सेन्ट चाहिँ फेसबुकले पनि राख्ने गर्छ। सो गुगल फिस पनि काट्ने गर्छ, एप्पल फिस पनि काट्न सक्छ तपाईँले यदि आइफोन चलाउनुहुन्छ भने है। त्यस्तै गरी आयो स्टार। यदि तपाईँले कमाउन सहायनु भयो भने धेरै पनि आउन सक्छ। यदि तपाईँले कमाउन जान्नु भएन स्टारको लागि चाहिँ तपाईँलाई के गर्न सक्नुहुन्छ साथीले चाहिँ दिन सक्नुहुन्छ है। साथीले गिफ्टको रूपमा दिन सक्नुहुन्छ। जस्तै कि तपाईँलाई 5 स्टार 6 स्टार 10 स्टार जति पनि दिन सक्नुहुन्छ। तर त्यसको नियम हुन्छ, धेरै कुराहरू नियम हुन्छ। तपाईँले स्टार कसैलाई माग्न सक्नुहुन्न, कसैलाई फोर्स गर्न सक्नुहुन्न, कसैलाई रिक्वेस्ट गर्न सक्नुहुन्न, कमेन्ट गर्न सक्नुहुन्न। कुनै पनि चिजबाट तपाईँले चाहिँ स्टारहरू चाहिँ माग्न सक्नुहुन्न है। ती कुराहरू चाहिँ तपाईँले ध्यान दिनुपर्ने हुन्छ। ती कुराहरू ध्यान दिनुभयो भने चाहिँ तपाईँले चाहिँ के गर्न सक्नुहुन्छ पैसा कमाउन पनि सक्नुहुन्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ के छ भन्दाखेरि फेसबुकमा कमाउनलाई कपिराइट आउनु भएन, स्ट्राइकहरू आउनु भएन। तपाईँले चाहिँ अरूको भिडियो ल्याएर पोस्ट गर्दाखेरि पनि यदि गर्नुहुन्छ भने पनि ठिकै छ, तर त्यसमा पनि तपाईँको अरूको भिडियोमा अरूले कपिराइट हानिदिन सक्छ, स्ट्राइकहरू दिन सक्छ। सो त्यो कारणले गर्दाखेरि सकेसम्म आफ्नै भिडियो ओरिजिनल भिडियो बनाउँदाखेरि एकदमै राम्रो हुन्छ। सो ओरिजिनल भिडियो कन्टेन्टहरू बनाउने, कन्टेन्टहरू क्वालिटीमा बनाउने, अलिकति क्यामेराहरूको क्वालिटी चाहिँ राम्रो हुनुपर्छ। तपाईँ कालो देखिनुहोस् गोरो देखिनुहोस् त्यसमा सरकार भएन, क्वालिटी चाहिँ राम्रो हुनु पर्यो। त्यो चाहिँ हुनु पर्यो। क्वालिटी कतिको छ तपाईँको 720p पिक्सलदेखि माथिको छ कि छैन भन्ने कुरा हुन्छ। त्यो भयो। फेसबुकको सेटिङ मिलाउनलाई चाहिँ तपाईँले सबैभन्दा ध्यान दिनै पर्ने कुरा चाहिँ तपाईँ यसरी आफ्नो उसमा आउने, त्यसपछि यो माथि यहाँ 3 लाइन हुन्छ, यसमा क्लिक गरेर तपाईँ सेटिङ एन्ड प्राइभेसीमा जाने। सेटिङ एन्ड प्राइभेसीमा आइसकेपछि तपाईँले चाहिँ यहाँनिर एकदमै ध्यान दिनुपर्ने हुन्छ। तल आउने, तल आइसकेपछि तपाईँले यहाँ हेर्न सक्नुहुन्छ प्रोफेसनल मोड अन छ कि छैन। त्यसपछि हाउ पिपल फाइन्ड यु कन्ट्याक्ट भनेर भनेको छ। यहाँनिर चाहिँ तपाईँले हु क्यान सेन्ड यु फ्रेन्ड रिक्वेस्ट भनेको छ। यो फ्रेन्ड रिक्वेस्ट आउनेलाई चाहिँ नआउने बनाउनलाई चाहिँ तपाईँले यस्तो गराउन सक्नुहुन्छ नो वान। यदि तपाईँको नो वान छैन भने फ्रेन्ड अफ फ्रेन्ड पनि बनाउन सक्नुहुन्छ। यदि एभ्री वान बनाउनु भयो भने तपाईँलाई चाहिँ फलोको अप्सन नै आउँदैन, तपाईँकोमा सिर्फ फ्रेन्ड रिक्वेस्ट मात्रै आउँछ। तपाईँले एक्सेप्ट मात्रै गरिराख्नुपर्छ, त्यो झ्याउ हुन्छ। सो त्यस्तै गरी हु क्यान सी योर फ्रेन्ड लिस्ट तपाईँले वान लिमी बनाउन सक्नुहुन्छ। यहाँ इमेल एड्रेसहरू सबै कुराहरू चाहिँ तपाईँले वान लिमीहरू बनाउन सक्नुहुन्छ। बाँकी चाहिँ तपाईँले यहाँनिर यो चाहिँ डु यु वान्ट टु सर्च इन्जिन भनेको यो चाहिँ अन गर्नु होला, किनभने तपाईँको फेसबुक चाहिँ सर्च इन्जिनमा आउनुपर्छ। सर्च हुनलाई अरूले सर्च गर्दाखेरि तपाईँको फेसबुक चाहिँ भेटिनु पर्यो। त्यस्तै गरी यहाँ फलो एन्ड पब्लिक कन्टेन्ट भनेको छ। यहाँ टोटल चिजहरू तपाईँले अन गर्नुपर्ने हुन्छ है। यो सबै पब्लिक गर्नुपर्ने हुन्छ। यदि तपाईँले पब्लिक गर्नुहुन्न भने तपाईँको धेरै कुराहरू चाहिँ यहाँनिर चाहिँ हराउन सक्छ, किनभने तपाईँलाई कन्टेन्ट मोनिटाइजेसन नआउनको कारण कन्टेन्ट मोनिटाइजेसन स्टारहरू अनि सब्सक्रिप्सनको सेटअपहरू चाहिँ ढिलो आउनुको कारण यसैले गर्छ। सो त्यही भएर चाहिँ तपाईँले यहाँनिर चाहिँ आइसकेपछि यो फलोवर्स एन्ड उसमा आइसकेपछि सबै कुराहरू पब्लिक गर्नुपर्ने हुन्छ। यो दुईवटा पनि तपाईँले अनै गरेर राख्नुपर्ने हुन्छ। यति सेटिङहरू तपाईँले गर्नुभयो भने चाहिँ तपाईँको फेसबुकमा अब पैसा कमाउन तपाईँले चाहिँ केही पनि गर्नु पर्दैन। बाँकी कुराहरू बाँकी अरू सेटिङहरू पनि छन् जुन चाहिँ हामीले यहाँदेखि गर्न सक्दैनौँ, क्रोमदेखि गर्नुपर्ने हुन्छ। ती सेटिङहरूको लागि अर्को भिडियो बनाउने नै छु, तपाईँहरूले कमेन्ट गर्नु होला र त्यसको लागि चाहिँ कमेन्ट गर्नु होला, सब्सक्राइब गरेर जानु होला है। लाइक कमेन्ट सेयर अनि